यो गाइज आज हामी फेरि खेल्न गइरहेको जिटिए भाइ। म यहाँ गन किन्ने ठाउँमा आएको छु। यहाँ कस्तो हुँदो रहेछ हेरौँ, कुन कुन गन छ यहाँ सबै एक्सप्लोर गरौँ। आज गन त किन्नै पऱ्यो नि, झगडा भइरहेको हुन्छ। हामीसँग जम्मा 92 रुपियाँ रहेछ। एउटा गन किन्न पाउँछ होला। यसलाई कति पर्दो रहेछ हेरौँ। यसलाई 38 पाउन्ड छ। यो बाई गरौँ एउटा। एउटा यो किन्यो गाइज। यो गर्ने एउटा यो भएपछि भइहाल्यो हामीलाई। अहिलेकोलाई धेरै चाहिँदैन। ए खतरा खतरा रहेछ धेरै यहाँ। अरू पनि यही गाडी लिएर जाउँ। हामीलाई यस भन्ने ठाउँमा जाने भनेको छ। अब हामी आउन लागिसकेको छौँ यस भन्ने ठाउँमा। ए अर्को बाटो भइहाल्छ। Bitch ass bullshit. Business again. Don't like me because you think that I am an Arab. What? No, what are you talking about? Something like that. Excuse me. Wait. That wait, boy. I am फाइनल्ली your गाइज man. हामी गाडी I am घुमाउँदै so घुमाउँदै यहाँ proud आइसकेका of छौँ। you. But इन दुइटाको कुरा भइरहेको छ। यसले के भन्छ खै कारको सोरुमको मालिकले। James DeSanta. Some kid. He is already late on his payments, and I have this bad feeling that he will do more damage to the car than we can get back from him in the exorbitant interest rate payments. Just go and get it. The house is on Hampstead. त्यसले एउटा कुन गाडी बेच्यो अरे। त्यो गाडी चाहिँ Some rock for गाडीको पैसा दिन सके छैन अरे। त्यो साहुले त्यसको गाडी चोरेर लिएर आइज Try भन्छ। to bring the car back in good condition, huh? Gotcha, don't worry about it. It's so good to see you, my boy. Hey, good luck in law school, huh? गाडी चाहिँ अलि राम्रो कन्डिसनमा लिएर आइस्, तर धेरै ठुक्दै लिएर आउँछस् भनिरहेको छ। जाउँ है हामी अब त्यो गाडी लिन। कहाँ रहेछ? येल्लो डट दिएको छ, सायद त्यतैतिर होला। यो बाइक लिएर जाउँ होइन, यो गाडी लिनु। यो बाइक लिएर जाउँ। कस्तो फास्ट कुद्छ यार बाइक। ओ माय गॉड, फिर त्यसले फोन गरेर चाहिँ गाइज हामी के When I discover भन्नु। that you betray me, perhaps. I hear you took the bike for yourself, my employee of the month. Listen, man, me and Lamar was gonna get that back to you, dawg. Oh, I am sure you will get this car off the daddy's boy, and then we talk. Insurance papers say they have a locked garage, so you'll need to gain access from inside the house. Man, it's never easy with you, is it, Simi? Do not talk to me about easy, you त्यो घरको thief. भित्र गाडी छ अरे, त्यहाँबाट ल्याउनु पर्छ चोरेर कहिले भनिरहेछ। त्यहाँ गाह्रो हुन्छ तँलाई भनिरहेछ। जाउँ न कस्तो हुँदो रहेछ हेरौँ। आउनु लागिसक्यौँ गाइज हामी। यही घरमा हो। गेट त खुल्दैन होला। कताबाट जाने होला त? ए यहाँ त ऊ पनि रहेछ, गार्डनर पनि रहेछ। घरभित्र छिर्ने बाटो खोज भनेर। ए यहाँबाट जाने, यहाँ छ बाटो।
just because you have a massive gaper, bitch. Fucking hello, you're dead. Dad! He ए said झगडा भइरहेको रहेछ है घरमा Jimmy called me a bitch! Tried to knife attack me? No one creeps on the ओए chick. हेरिरहेछ है त्यो भन्न देख्छ You नि suck Batman's dick. त रेड डट भएको त्यो घरभित्रको मान्छेहरू हो नि हामी हिँडेपछि त्यहाँ हाम्रो फुटप्रिन्ट Ouch! Raperino. फुटप्रिन्ट पनि देखेर यहाँ पनि रहेछ एउटा I'll cut your dick off if you call the administrator. Hey, you know what? I am the गेम खेल्न administrator. आयो यसले त खतरा रहेछ यसको त Care if you're 12, I'll still rape. जाऊ हामी हिँडेर के मतलब हो Seriously? My brother is such a homo. Thank you, coach. You're a real Okay, I may pro, कराइरहेछ Mr. यहाँ Santa. A real pro. ए Well, you're a great student. Now just loosen up those hips. Okay, like this? त्यसको टेनिस ऊ रहेछ टेनिस सिकाउने मान्छे रहेछ त्यो त्यसलाई टेनिस सिका ए गाडी त यहीँ छ त यही होला गाइस गाडी हामीलाई लिएर जानु पर्ने भइहाल्यो नि जाउँ न हामी सिधै Hey, त्यसले Simeon, फोन I गरेकै got the छ ride, man. I'm coming back. If you actually bring the repossession to me this time, I can have it back out on the street before the day is done. ए म हामीले भेटाइसक्यौँ गाडी आउँदैछौँ भने हामी त्यसलाई That's a 9mm semi. ओ यहाँ त को लुकेर बसेको रहेछ है your skull. Now look around. You just keep driving where you're going. Hey, come on, man. This ए wasn't हामीले जसको गाडी चोर्न गयौँ त्यो त भित्र बसेर रहेछ यार गाडीभित्र पहिले Considering my son just got the car, and looking at the way you're going about this, my guess, you're working a credit fraud. A credit fraud? Be serious, dude. I just worked the fucking repos. I appreciate a kid who follows orders without taking responsibility. Yeah, maybe one day we'll have a beer, and I'll explain how the world really works. Who gives you the slip? A car dealer, dawg, by the name of Simeon Yetarian. So this businessman, he look legit to you? ए कसले पठाएको छ तँलाई त्यो कार होइन चोर्नलाई भनेर Don't worry. त्यहाँनिर कुरा भइरहेछ Me and Mr. त्यसले पुरा आफ्नो Yetarian बन्दुक तानेको छ will त्यसको work this टाउकोमा out. कनपट्टिमा Hi! हामी पुग्न लागिसक्यौँ गाइजहरू राति भइसक्यो Hey, it's Jess up here. Okay, stop the car. Pull up. यसले चाहिँ हामीलाई ऊ के भन्छ भनेपछि त्यो जहाँ हो जसले तँलाई हाम्रो कार मेरो कार चोर्नको लागि पठाएको त्यससम्म लैदे At the place? त्यसपछि त फ्री छस् भनेको छ त्यहाँसम्म लैदिउँ न Drive into it. Right through the यसले यही fucking ठाउँ हो window. भन्यो And fast. Or I'll put 2 rounds in the back of your skull and do it myself. Man, you can't be for real. I ए, look like a fucking joke to you. Man, fuck my life, man. Fuck it. अहिले त सिधै लगेर त्यो सोरुमभित्रै गाडी सिराइदे डिर भनेछ है त्यही नै गरौँ ए यो Franklin, what the fuck are you doing? यही हो गाइस त्यो Mr. Simeon, it's not exactly how it looks. I always trump big for a job well done. Get out of here, kid. पैसा दियो गाइस त्यसले हामीलाई हाम्रो जब डाउन भयो जा त भनेछ यसले चाहिँ अब यसलाई हामी त यो यसको क्यारेक्टरमा स्विच भइसक्यौँ गाइस For a ride? यसलाई पिट्ने हामीले अब Fucking. ला ला You recognize this car? Huh? Does it look like it's worth $5,000? ओके गाइज आजको मिसन हामीले भइसकेका छौँ अगाडि के हुन्छ अब हाम्रो अर्को एपिसोडमा देख्नेछौँ त्यसको लागि हेर्दै जानु होला धन्यवाद